गोरखामा आयोजना हुने 12औं गोरखा महोत्सव यही पौष 14 गतेदेखि 28 गतेसम्म सञ्चालन हुने भएको छ। गोरखा उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकामस्थित खेलकुद मैदानमा हुने यो महोत्सव प्रदेश स्तरीय हुने जनाइएको छ। महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गर्ने कार्यक्रम तय भएको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवान बाबु मास्केले जानकारी दिनुभयो। आज गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सव सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै अध्यक्ष मास्केले यसअघि महोत्सव पौष 4 गतेदेखि 14 गतेसम्म गर्ने तयारी भए पनि विभिन्न कारणले सो समयमा आयोजना गर्न नसकिएको बताउनुभयो। ती कारणहरू समाधान भएसँगै नयाँ मिति तय गरी तयारीलाई तीव्र बनाइएको उहाँको भनाइ छ। महोत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि 22वटा उपसमिति गठन गरी काम सुरु गरिएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मास्केले गोरखा महोत्सवको मुख्य उद्देश्य क्रेता र विक्रेता बीच पुलको काम गर्नु रहेको स्पष्ट पार्नुभयो। स्थानीय उत्पादन, घरेलु उद्योग, कृषि तथा व्यावसायिक गतिविधिलाई प्रवर्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ। महोत्सव स्थलमा 100वटा स्टल राखिनेछन्। ती स्टलहरूमा घरेलु उत्पादनदेखि किसानले उत्पादन गरेका विभिन्न कृषि उपज, स्थानीय तथा क्षेत्रीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ। साथै गोरखाको पहिचान झल्कने विभिन्न संस्कृति, कला र परम्परासँग सम्बन्धित सामग्रीहरू पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। 15 दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब 1 लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। सो अवधिमा करिब 3 करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष मास्केले जानकारी दिनुभयो। महोत्सव सञ्चालनका लागि कुल 85 लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गोरखा उद्योग वाणिज्य संघका अनुसार महोत्सवले स्थानीय व्यवसायी, किसान र उपभोक्तालाई एकै स्थानमा जोड्दै आर्थिक गतिविधि बढाउने विश्वास लिइएको छ। महोत्सव मार्फत गोरखाको उत्पादन, सम्भावना र व्यावसायिक क्षमतालाई प्रदेश तथा बाह्य बजारसम्म चिनाउने लक्ष्य पनि लिइएको आयोजकको दाबी छ।